लो गर छिटो लु इदु लो गर ला क्या जया बच्चन जस्तो सो आज चाहिँ हाम्रो 8th एनिभर्सरीको केक आइपुग्यो लाइटर इदु वेटिङमा चाहिँ भाइ टु यु मेरो आमा बिजी छ लाइटर सोनम पनि बिजी छ बस यहाँ बस आपा पनि बिजी छ आज त आपा लाइटर कहाँ छ जाऊ अन्त लाइटर आमा छोरा त एउटै भएछ नि त कति वर्ष भयो 6 वर्ष 8 वर्ष आज मम्मी र नानीले त पुगिसक्यो 6 वर्ष त अन्त ए क्यान्डल लो ए क्ल्याप छोडो छिटो क्ल्याप छोडो लो गर छिटो लु इदु लो गर ओइ लो गर यो ए भयो आज मम्मी र ड्याडीको 8th एनिभर्सरी हो म्यारेज एनिभर्सरी इदु सानोबाट मात्रै दिनु भएन है आसु आसु बाबा आँखा बढी आँसा भाइले भाइ मलाई दिएर भन्दैछु आयो को त भयो भाइ भाइले सबै खाइदिएको तिमीले भाइ ओ भाइ एकदिन उता उयो हेर अरे आऊ अरे हो तिमी आऊ के भन्नु के भन्नु पहिला भन मुखले भन गिभ मी भन गिभ मी मम्मा गिभ मी मलाई थाहा छ मैले दिन्छ भनेर क्या तानेर ल्याएर यस्तो यो यहाँ हाल भयो अब के उठाउनु पर्छ लु टाटा बाई बाई केक लुगाइदिनु अब टाटा बाई बाई भनिदेऊ भयो ल भन केक ला यहाँ केकलाई टाटा भनिदेऊ अब केकलाई टाटा के भन्यो भने आफै बुझ्यो आफै हाँस्छ अब The next day. योपालि फेरि सेलरोटी पोल्नलाई स्पेसल दुबईबाट आएको छ कति 1 साल बाद फेरि बनाइदिएको है त्यो नै हातले दाइ हो नर्मल यु बनाइदिएछ आँखाले फेरि ओ बनाइदिने जबरजस्ती तालेर यहाँ निकै पोलिसकेको छ है जया बच्चन जस्तो आमा यो फेरि बिजी छ हड्डी खानु है यहीँ जाउँ मुडु अरू 3जना कुकुर चाहिँ भित्र टिभी हेर्दैछ किन नदेखाउनु नि हुन्छ त्यो गाउँटी भन्छ कि अब आमालाई हेरौँ के अरे बापा आइल्यान्डर लगाएको अर्को बुझा अब दामी भएछ त है तेल कम्ती भएछ नि त अघि ए
मात्र धेरै कम्ती भएछ आज बाँकीमा टाइपो खायो बाँके चाहिँ होइन है